संक्रान्ति स्पेशल तिलको लड्डु बनाउने हैन त साथीहरु। यसको लागि मैले यहाँ तिललाई लिएर केही बेर प्यानमा मज्जाले भुट्दैछु। भुट्दै तिलको कलर चेन्ज भएपछि यसलाई अब प्लेटमा खनाउने र यसलाई एकैछिन सेलाउन छाड्नुपर्छ। अब सेम प्यानमा 1 चम्चा घिउलाई राख्ने र मसिनो गरी टुक्रा पारेको सक्खरलाई पनि यसैमा राखेर सक्खरलाई राम्ररी चलाउँदै मिडियम टु लो फ्लेममा पग्लिन दिने। बिस्तारै चलाउँदै सक्खर पग्लिसकेको छ। अब यो सक्खर राम्रोसँग पग्लिसकेपछि यसमा हामीले थोरै मात्रामा पानीलाई राख्नुपर्छ। पानी चाहिँ हजुरको सक्खर कति छ त्यही अनुसार राख्नुपर्छ। यहाँ चाहिँ मैले थोरै 4-5 चम्चा मात्र राखेकी छु। अब यसलाई फेरि अझै चलाउँदै पकाउने र यो सक्खरको पाक चाहिँ हामीले ठिक्कको मात्रामा पकाउनु पर्छ र यसरी पकाउँदै जाँदा यसको कलर चेन्ज भएपछि यो सक्खर चाहिँ पाक्यो कि पाकेन भनेर हामीले यसरी पानीमा राखेर चेक गर्न सक्छौं। पानीमा थोरै राख्ने र हातले यसरी चलाउँदा यो डल्लो पर्यो भने चाहिँ सक्खर पाकिसकेको छ, पग्ल्यो भने चाहिँ सक्खर तयार भएको हुँदैन। यो चाहिँ यसरी डल्लो पार्दा डल्लो परिसकेको हुनाले हाम्रो सक्खर पाकिसकेको छ। अब यसमा मसिनो गरी क्रस गरेको भुटेको बदामलाई पनि मैले यहाँ राख्दैछु र थोरै मात्रामा मरिच र अलैँचीको धुलोलाई पनि यहाँ राखेकी छु। अब चाहिँ हामीले यसलाई चलाएर मिक्स गरेपछि अघि भुटेर राखेको तिललाई पनि अब हामीले यसैमा राख्नुपर्छ। अब चाहिँ तिल र सक्खरलाई राम्रोसँग मिक्स हुने गरी हामीले मिक्स गर्नुपर्छ। राम्रोसँग मिक्स गरिसकेपछि यसलाई सेलाउन नदिकन एउटा कचौडामा पानी लिने र हातमा लगाउँदै अब हामीले यसको लड्डु बनाउन थाल्नुपर्छ। लड्डु चाहिँ कत्रो बनाउने हो त्यही साइजको हातमा राखेर यसरी दबाउँदै जानुपर्छ र यसलाई हत्केलाको सहायताले हामीले गोलो बनाएर यसरी लड्डुको शेप दिन सक्छौं। यसरी चाहिँ लड्डु बनाउन एकदमै सजिलो हुन्छ। यसैगरी हामीले सबै लड्डुहरूलाई बनाउँदै जानुपर्छ र हजुरहरूले पनि यो माघे संक्रान्तिमा यसरी नै सजिलैसँग तिलको लड्डु बनाएर घरमा अवश्य पनि इन्जोय गर्नुहोला। ह्यापी माघे संक्रान्ति। धन्यवाद।